गर्नुपर्छ। म चाहिँ अस्ति गाउँ गएको थिएँ। गाउँमा चाहिँ अब चुनावको माहौल छ, अब सबै भोट मागिरहेका। तर जनतालाई चाहिँ मेन कुरा के नै थाहा छैन भन्दा चाहिँ भोट चाहिँ मैले कसलाई दिइरहेको छ। तपाईँको सांसद पदको लागि चाहिँ मान्छे भोट माग्न आइरहेछ, तर माग चाहिँ मान्छेको वार्ड अध्यक्षले गर्न सक्ने काम, मेयरले गर्न सक्ने कामको चाहिँ माग आइरहेछ। कोहीले पाइप चाहियो भने कोहीले रोडै भन भन्दैछ। अहिले अधिकांश मान्छेको चाहिँ उही रोड भनिरहेछन्। रोड चाहिँ त्यो सामान्य मेयरले गर्न सक्ने कुरा हो, तर मेयरले गरे होइन। तर गर्ने कुरा चाहिँ मेयरले गर्ने कुरा चाहिँ सांसदसित चाहिँ माग गरिरहेछन् मान्छेहरू। सांसदले के गर्न सक्छ, के पद हो त्यसको भन्ने कुरा नै थाहा छैन कि मान्छेलाई। तपाईँको सांसदले चाहिँ तपाईँको बेरोजगारीको अन्त्य गर्न सक्छ, तपाईँको शिक्षाको गुणस्तर वृद्धि गर्न सक्छ, तपाईँको यत्रो महँगी बढिरहेछ, महँगीलाई नियन्त्रण गर्न सक्छ, धेरै कुराहरू गर्न सक्ने कुराहरू हुन्छन् सांसदले। तर मान्छेहरूले सानो माग लिएर बसिरहन्। मान्छे चाहिँ एउटा पार्टी विशेष मात्र हेरिरहन्। के गर्न सक्छ, मान्छेमा कतिको योग्यता कस्तो छ भन्ने कुरा चाहिँ हेर्न जरुरत हुन्छ। अहिले चाहिँ के भयो भन्दाखेरि हामीले चाहिँ आवाज उठाउँदा पनि हामीलाई चाहिँ यो रासपाका कार्यकर्ता इधर उधर भन्ने कुरा गरिरहन्। तर यो चाहिँ हामी चाहिँ एउटा नागरिकको हैसियतले चाहिँ कुरा गर्नुपर्छ कि तपाईँको कुनै पनि पार्टीमा लागेर चाहिँ एउटा अन्धभक्त वा झोले भएर चाहिँ देश चल्दैन कि। यसरी देश चाहिँ तपाईँको एकअर्कालाई लडाउने, एउटालाई काङ्ग्रेस बनाउने, एउटाले एमाले बनाउने, अनि समाज पनि मिलेको हुन्न। तपाईँको माग पनि गर्न सक्दैन नि त। एउटाको आउँछ पार्टी आयो भने मेरो पार्टी आइज भने थुक्क थान्केर बस्छ, केही कुरा गर्दैन। अर्काको पार्टी आयो भने यसो भन, उसो भन, यो भन, त्यो भन भन्ने यहाँ कुरा आउँछ। आफ्नो पार्टी सत्तामा गयो भने चुपचाप बस्छ, केही माग चाहियो छैन। त्यो हुनाले चाहिँ तपाईँको एउटा सबै नागरिक जिम्मेदार नागरिक भएर चाहिँ यहाँ प्रश्न गर्नुपर्छ। त्यो कुनै पनि पार्टीमा चाहिँ अन्धभक्त भएर चाहिँ लाग्नुहुन्न भन्ने चाहिँ हाम्रो चाहिँ निष्कर्ष हो। भोट चाहिँ तपाईँको यो सामान्य कुरा पाइप रोड बनाइदियो भनेर होइन। तपाईँको त्यो सांसदले चाहिँ तपाईँ जुन आमा छोरा वा